त्यो जग्गाको महत्त्व बुझेन भने है अलिकति त्यसै अब त्यो रुटिन पूजा जस्तो मात्रै हुन्छ। तर जग्गाको महत्त्व चाहिँ बुझ्यो भने चाहिँ अनि तपाईँहरूको मनमा भक्ति जाग्छ। भक्ति जाग्यो भने चाहिँ तपाईँहरूको मनमा बुद्ध धर्मको एउटा सन्देशहरू मनमा तपाईँको आशीर्वादको स्वरूपमा पाइहाल्नुहुन्छ। अन्त म इतिहास लामो दोहोऱ्याउँदा अब लामै छ इतिहास। सबभन्दा पहिले अब हामीले यो बुझ्नु पर्यो, हाम्रो यो सिक्किम जुन चाहिँ पहिला 8th सेन्चुरी AD मा गुरु पद्मसम्भव भने अब गुरु रिम्पोछे भनेर पनि चिनिन्छ सबैजनाले है। अन्त उहाँ चाहिँ सेकेन्ड बुद्ध भनेर हामी चिनिन्छौँ। बुद्ध भगवान त सिक्किम र तिब्बत आउनु भएन, किनभने समय बित्यो र बुद्धिज्म चाहिँ पहिला गुरु रिम्पोछेले तिब्बतमा ल्याएर तिब्बतमा फैलाउनु भयो। त तिब्बतमा फैलाइसकेपछि चाहिँ के भयो भने गुरु रिम्पोछेले चाहिँ जखन हेर्नुभयो कि मैले यो प्रचार गरेको बुद्ध धर्म चाहिँ संसारमा कतिको रहँदो रहेछ भनेर चाहिँ उहाँले एउटा मलाई विचार गर्नु हुँदाखेरि चाहिँ धेरैवटा बाधा, धेरैवटा बुद्ध धर्म नष्ट हुने समय आइलाग्ने रहेछ। अन्त यो मेन तिब्बतमै यस्तो आइलाग्ने रहेछ। त्यसले गर्दाखेरि मैले दिएको टिचिङहरू मैले चाहिँ लुकाइराख्नुपर्छ, यसलाई प्रिजर्भ गरिराख्नुपर्छ, भविष्यमा मेरो धर्म मासेर नजाओस् भनेर गुरु पद्मसम्भवले तिब्बत डल्लै बुद्धिज्मभित्र हाल्योपछि चाहिँ त्योभन्दा अगाडि तपाईँको तिब्बतमा अर्कै खालको धर्म थियो, भेन रिलिजन भनेर थियो पहिला। र तिब्बत बुद्धिज्म बनाइसकेर उहाँको ड्युटी सक्नु भएपछि उहाँको चेला जेबा न्यर्गा 25 उहाँको एउटा प्रिन्सिपल डिसाइपल्सहरू थियो, जसले चाहिँ ज्ञान कुटके गुरु रिम्पोछे चाहिँ भरेको थियो। र त्यसमा अब मेन लिडर चाहिँ उहाँकै खण्डो इसी छोगेल चाहिँ एक्सपर्ट थियो उहाँ। र खण्डो इसी छोगेलले यो तेरमा लुकाउने छुहरू, तेरमा लुकाउनु पर्ने चिजहरूको सब गरेर लिस्ट गरेर राखेर है ल, कहाँ लुकाउनु पर्ने। सिक्किम त एउटा सानो झिङ्गा देश मात्र हो। तिब्बतको वरिपरि यो सिक्किम जस्तो ठुलो पनि छ, सिक्किमभन्दा सानो देशहरू थुप्रो थियो। त्यो जम्मैमा गुरु पद्मसम्भव र उहाँको के अरे 25 जना जेबा न्याङ्गा चेलाहरूले चाहिँ पालै बिलोसँग गुरु पद्म सँगसँगै अब त्यो गुरु पद्मसँग हिँड्नु हुँदा त हिँडेर जानुपर्ने, हिँडेर चाहिँ लुकाउनु पऱ्यो भने त भ्याउँदैन त्यस्तो। तर गुरु पद्मसम्भवकोमा चाहिँ रिद्धि शक्ति थियो। आफ्नो चेलासँगै अर्काले यो एकखेप यसो पर्काएपछि चाहिँ टाँसिदेखि पुगिहाल्छ, एकखेप यसो गरेपछि तपाईँ नेपाल पुगिहाल्छ। त्यो रिद्धि शक्तिले गर्दाखेरि उहाँले तिब्बतको बोर्डरल्यान्ड यो हाम्रो बेयुलहरू थुप्रो छ, बेयुल लुङसुमचौँ, बेयुल डेमोचौँ, बेयुल खेम्पाचौँ भन्ने त्यस्तो बेयुलहरू थुप्रो छ, हिडन ल्यान्ड भन्छन् ल। अन्त सिक्किमले गएर हिडन ल्यान्डको नामबाट चिन्छ हामीले। त्यसकारण हामीले पहिला यो हिडन ल्यान्डको महत्त्व चाहिँ बुझ्नु पऱ्यो। र पद्मसम्भवले यहाँ आएर चाहिँ मतलब छुहरू भविष्यमा चाहिने प्रार्थना पुस्तकहरू, भविष्यमा के अरे प्र्याक्टिस गर्ने लामाहरूले प्र्याक्टिस घन्टी, झ्याम्टा, यस्तो फुर्पा, दर्जी, अन्त यस्तो माला, अन्त सम्पत्ति स्टोनहरू, त्यस्तो थुप्रो के अरे आर्टिफेक्ट्स भन्छ अङ्ग्रेजी भाषामा चाहिँ आर्टिफेक्ट्सहरू, सेक्रेट आर्टिफेक्ट्सहरू चाहिँ लुकाउनु भयो। त्यो लुकाउँदा चाहिँ केमा लुकाए त भन्दा चाहिँ कोही चाहिँ यस्तो ढुङ्गा रकमा, कोही चाहिँ पोखरीमा लुकाउँछ है, कोही चाहिँ फेरि घोतेर भनेर चाहिँ सपोज मेरो अब फेभरेट चेला, जुन चेलाले चाहिँ पुरै ज्ञान र चेला जुन सिद्धि प्राप्त गरेछन् चाहिँ मैले त्यो तेर्छिएको कतिवटा टिचिङहरू चाहिँ त्यो चेलालाई चाहिँ ट्रान्सफर गरिदिन्छ। त्यसले चाहिँ घोतेर भन्दा कति चाहिँ माइनमा लो, माइन ट्रेजर भन्छ न घोतेरलाई, कोही सातेर र छुतेर, कसैले त आकाशमा पनि लुकाउँछ भन्छ। अब यस्तो है, अब यस्तो चाहिँ अब थाक्नाबाट चाहिँ निकाल्छ भन्छ नि ठुल्ठुलो लामाहरूले चाहिँ अब एकदम भिजनबाट चाहिँ निकाल्नुहुन्छ।
जस्तै अब हाम्रो यहाँ आज पर्ने यहाँ छु के अरे मलाई छेछु रिक्जे सोटुक त्यो गुरु रिम्पोछेकै एउटा अवतार या लाप्चे छिम्बुले लारै निङफु गुफाबाट निकाले भन्छ नि त। त्यस्तै अब सिक्किममा चाहिँ प्रशस्त कति यो के अरे 12औं 13औं 14औं सेन्चुरीतिर थुप्रो लामा आएर निकाल्नु भयो। त कहिले लुकायो भन्दा गुरु पद्मा चाहिँ 8औं शताब्दी 8th सेन्चुरी एडी 8औं शताब्दीमा गुरु पद्मसम्भवले यो टिबेटको वरिपरि त्यहाँ सब भिजिट गरेर तेर चाहिँ लुकायो। त्यस्तो लुकाएको तेर मध्येमा चाहिँ आज एउटा हामीले यहाँ देख्न पाउँछौँ। यो जुन चाहिँ छ जान्दै यहाँ तपाईँको यताबाट 35 बाई यहाँ 15-20 फिट होला यता यस्तो बक्सा छ यो। अब यस्तो रकतिर चाहिँ अन्त लुकाउनुहुन्छ शक्तिले हृदय शक्तिले लुकाउँछ है 8th सेन्चुरी हो। अन्त यो जग्गाको नामले चाहिँ रङलिठा भन्छ। रङलिठा रङ मिन्स एउटा भ्याली यानि जग्गाको नाम भन्छ। लुई भने चाहिँ नाक है। यहाँको जुन चाहिँ यो रङलिठाको चाहिँ रक्षक चाहिँ के छ भन्दा एउटा सेतो नाक छ। अब यहाँ तपाईँहरू आउँदा चाहिँ अन्त उहाँले बत्ती मन पराउनुहुन्छ, दुध मन पराउँछ दुध चढाउनुहोस् है। अरू कुनै चिज तपाईँहरूले बाहिरबाट ढुङ्गा अनेक किसिमको ढुङ्गा फलम के लिएर चाहिँ राख्ने त्यस्तो दरकार छैन। तपाईँले जस्तो छ त्यस्तै दर्शन गर्नु पर्यो। र अब दर्शन छिमी हैला धूप अन्त धूप लाउन सक्नुहुन्छ, बत्ती बल्न सक्नुहुन्छ, दुध चढाउन सक्नुहुन्छ। सेतो नाक छ भन्छ यहाँ। कतिले पहिला सेतो नागको दर्शन कतिजनाले भएको पनि रहेछ पहिला। अन्त यसले चाहिँ रङलिठा। अनि यो कसरी बस्यो भने अब हामीले दलिङ लामाको हिस्ट्रीमा जानु पर्यो है। दलिङ गुम्बा कसरी बस्यो भन्ने अब कुरा आउँछ नि। त्यो चाहिँ तपाईँको भयो 1718 मा टिबेटमा अलिकति अब धर्मको उथलपुथल भयो। किनभने अब त्यो मङ्गोलियाको लडाइँले गर्दाखेरि टिबेटमा धेरै धर्म उथलपुथल हुँदाखेरि धेरैवटा सिद्धि प्राप्त लामाहरू चाहिँ यो गुरु रिम्पोछेले लुकाएको ठाउँमा चाहिँ पलायन भएर गयो है। अब त्यो गुरु रिम्पोछे लुङ्दै छ माउ बना मेरै नामटुलहरूले चाहिँ गएर चाहिँ तेह्र निकालेर चाहिँ छोपेल चाहिँ गर्छ भनेर। अन्त त्यो पलायन हुने टाइममा चाहिँ 1718 मा तेर्ते दर्जिलिङपा भन्ने टिबेटमा अब 108 वटा तेर्ते छ। त्यो 108 वटा मध्ये तेर्ते दर्जिलिङपा, पेमा लिङपा, सङ्गे लिङपा, रेन्चे लिङपा, लेठो लिङपा यिनीहरू चाहिँ फेमस हो एकदमै। अन्त यहाँ आउनुहुने चाहिँ हाम्रो सिक्किममा आउने तेर्ते दर्जिलिङपा। र दर्जिलिङपाले पहिला टिबेटमै एउटा तेर निकालेर पहिला उहाँ उगे जाङपु थियो उहाँको अर्जिनल नाम छ। बादमा उहाँले नाम्चा ठामा माथि तेर निकाल्दा चाहिँ उहाँको टाइटल भयो तेर्ते दर्जिलिङपा, तेर्ते उगे दर्जिलिङपा भयो। अन्त त्यहाँदेखि उहाँले तपस्या गरेर काम सब सकेर माथि स्वर्ग सबसे टप स्वर्ग भन्छ नि होगमिन भन्ने। होगमिनमा को बस्नुहुन्छ? छुगोकुन्द जाँबु बुद्ध समिन्द्र भद्र बस्नुहुन्छ। त बुद्ध समिन्द्र भद्रले चाहिँ म अब के अरे छुगोकुन्द दाजु सिङखाम भन्छ नि ल त्यहाँ आउनु सक्छु कि भन्दाखेरि होइन तिमी अहिले उँभो नआउनु, तिमीले अझै संसारमा बसेर उद्धार गर्नु र तिमीले चाहिँ बिहा गरेर चाहिँ आफ्नो वंश फैलाएर चाहिँ तिमीले धर्म प्रचार गर्नु भन्दा आदेश अनुसार चाहिँ तेर्ते दर्जिलिङपाले बिहा गर्नुभयो। बिहा गर्नुहुँदा चाहिँ 6 जन्मे हुन्छ। त्यो 6 छोरामा चाहिँ जेठा छोरा सिक्किममा पठायो, महिला छोरा चाइनिजमा पठायो है। साइला चाहिँ उता चङमा पठायो अरे, कैला चाहिँ तपाईँको यो के अरे मन्डी अहिले हिमाचल प्रदेशमा पठायो। कान्छा छोरा चाहिँ फुमथाङ यो भुटानको लास्ट त्यो फुमथाङ भन्ने ठाउँमा पठाएको छ। त्यो चाहिँ तपाईँको कहाँ लेखेको छ के हो भन्दा मैले त्यसै यो मेरो मुख जाने होइन, यो चाहिँ एउटा दलिङ गुम्बाको हिस्ट्रीमा टिबेटनमा लेखेको रहेछ, जम्मै लेखिरहेको छ। र सिक्किममा आउने चाहिँ जेठा छोरा उहाँको नाम चाहिँ रिङजिङ लयाङ। रिङजिङ लयाङ आएर चाहिँ रिङजिङ लयाङ फेरि कसरी आयो भन्दा यो जग्गा कसरी ठिमाउनु
इङ्गला जग्गा त ठिमाउनु पर्यो। त्यहाँदेखि उहाँले त्यति बेला चाहिँ मेलिङ तेर्छे भन्छ होला, टिबेटमा अब यो इङमाको ठुलो लामो थियो। अन्त मेलिङ तेर्छेको नाम चाहिँ छेगेल तेर्दालिङबम भन्छ। उहाँले एउटा धर्मराजाको टाइटल पनि रहेछ। अन्त छेगेल तेर्दालिङबम चासै गरेछ। अब के अरे मेरो बाउको हुकुम अनुसार म चाहिँ बैल डेमोजङमा जानु भनेर मलाई भन्दैछ। अब मैले चाहिँ जग्गा कसरी छिमाउनु भन्दा चाहिँ छुइगल तेर्दालिङबमले लुङ्दै नासे गरे। तिमी पहिला सिक्किममा जाऊ, पहिला चाहिँ 7 पोखरी खोज्नु। यो 7 मिरर लेक्स भने अहिले तल छ नि त। अहिले तपाईँ लेक त देख्नु पाइँदैन, त्यो बल पहिरोले गर्दा त्यो पोखरी मास्यो तपाईँ। पहिला 7 पोखरी खोज्नु। त्यहाँदेखि 7 पोखरी खोजिराखेर चाहिँ पाएपछि चाहिँ तिमीले त्यो एउटा के अरे यो कपला घोप्टाको ढाँडा छ त्यो खोज्नु भनेछ। अझै पनि तिमीले ठिमाउन सकेन भने चाहिँ तिमीले छेउछेउको पहाडहरू हेर्नु भनेछ है। ग्याब्रियोला क्या भयो ताबु भन्ने यो जुन चाहिँ राबङदेखि यो तिङबिलासम्म फैलेको पहाड चाहिँ पर्दा लगाएको छ भनेर भन्छ है। ग्याब्रियोला क्या भयो ताबु दिउरी मेन्डल बुलवा ताबु भन्छ। अगाडिको पहाड चाहिँ मेन्डे फिसेको छ। त्यो चाहिँ के रहेछ भन्दाखेरि टासिदिङ अहिलेको त टासिदिङ तल दलिङ मरे टासिदिङ तलबाट यसो हुन्छ मेन्डल चराएको छ भन्छ। दिउरी मेन्डल बरुवा ताबु दिउरी मेन्डल बरुवा ताबु। त्यहाँदेखि अझै एउटा भने एरी थुक्दुल नक्पु थुर्तो छौवा ताबु। त्यसको मतलब चाहिँ हो दाहिने तर्फको पहाड हेऱ्यो भने चाहिँ ठुलो साँप यसरी रङ्गित खोलामा पानी खाएको जस्तो देख्छ। त्यो चाहिँ कुन चाहिँ पहाड हो भने अहिले सेलेबको पल्लोपट्टि सिकाङगाङ भन्छ नि त्यसलाई। त्यो अब यता नेपाली के भन्छ त्यो पहाड हो। त्यहाँदेखि एरी लान्छे थर्कल घेन त यहाँ बताबो। त्यो चाहिँ के हो भन्दाखेरि देब्रेपट्टिको पहाड हेर्दा त्यो हात्तीमाथि पहाडमा लम्केको छ भनेर। त्यो चाहिँ कुन चाहिँ हो भने अहिले माङब्रेको पहाड हो त, त्यो चाहिँ नै उता छ। तपाईँ दलिङ गुम्बार हेर्दा त्यस्तै नै देख्छ त्यहाँबाट। अन्त त्योहरू चाहिँ सबै तपाईँहरूले त्यो लामा छुइगल तेर्दालिङबमले प्रिडिक्सन गरेपछि चाहिँ त्यो रिङसिङ लय लामाले 4 पट्टि हेर्दा त्यस्तै भेटायो। त्यहाँदेखि त्यो 7 पोखरी भेटाएपछि अझै पनि जङ्गल त्यति बेला अब पुरा घन जङ्गल थियो। पहिला भुलिराखेर त्यो छोताको यतापट्टि बर्फुङ गाउँ छ, त्यहाँनिर बसेर तपस्या गरिरहेछ। गसी एक रातमा बस्दाखेरि सपनामा तेर्दो दर्जनको फादर त देख्नु भएछ। तिमीले बसेको जग्गा चाहिँ रङ हो त्यो अझै अलिकति उता यस्तै 20-30 कदम जाऊ तिमी दक्षिणपट्टि जाऊ, अझै त्यो पहाड आग्लो तिमीले भेट्छ। त्यसमा तिमीले अझै चिन्नु सकेन भने त्यो पहाडमाथि चाहिँ अचम्मको ढुङ्गा छ त्यहाँ, त्यो हेर्नु खोज्नु भनेछ। त्यहाँदेखि अहिलेको त्यो दलिङ गुम्बा हुँदा त्यहाँ अब साँच्ची नै त्यो अहिले ढुङ्गा अचम्मको ढुङ्गा त्यो कछुवाको ढुङ्गा छ नि दलिङ अचम्म। अन्त त्यहाँदेखि अन्त त्यो जग्गाको नामकरण ढुङ्गा कोही चाहिँ कछुवा जस्तो रहेछ अरे, कोही भ्यागुता जस्तो रहेछ अरे है, कोही चाहिँ एकदम यता फर्केको थुप्रो भेटेछ। त्यो भेट्दा जग्गाको नाम चाहिँ के भयो ढुङ्गाको यो चाहिँ आइल्यान्ड अफ रक्स। यो चाहिँ दोलिङ, यहाँ त द मात्रै रहेछ, रक मात्रै रहेछ। दोलिङ नामकरण त्यहाँ भएको भयो। अन्त उहाँले सानो गुम्बा बनायो। सानो गुम्बा बनाएपछि चाहिँ त्यहाँदेखि त्यति दर्जनबाट टिबेटमा आउनु भएर यहाँ राप्ने गऱ्यो। राप्ने मात्रै गरेन, त्यति बेला के भयो भन्दा यो छिटी भन्छ कि हाम्रो भाषामा टिबेटीमा छिटी मतलब चाहिँ अब गुम्बा बनाएपछि त्यो गुम्बाको चाहिँ रक्षक देवता बनाउनु पऱ्यो नि। अनि रक्षक देवता बनाउँदाखेरि दार्जिलिङपाले चाहिँ त्यहाँदेखि आफ्नो रिद्धि शक्तिले यहाँको लोकल देव देवी सबैले बोलाएको छ। त्यो बोलाउँदाखेरि अब अलिकति कञ्चनजङ्घाले पनि बोलाउनु पर्छ माथिबाट। त्यो कञ्चनजङ्घा बोलाउँदा चाहिँ कञ्चनजङ्घा चाहिँ अब यहाँको सिक्किमको त अब टप हो राजा, सिक्किमको भूमि देवतामा त भूमि देवताको राजा हो कञ्चनजङ्घा। अन्त उहाँ कञ्चनजङ्घाले भन्नुभयो अरे एउटा टिबेटबाट मामुली एउटा लामा आएर चाहिँ मलाई कसरी चाहिँ दोलिङमा बोलाउँदैछ, म त यहाँको ऊ त मेरोमा आउनुपर्ने हो खासमा, मलाई कसरी चाहिँ बोलायो मिटिङमा भनेर चाहिँ कञ्चनजङ्घा त्यो दिन आउनु भएन छ र अरू देवदेवी जम्मै आएछ। त्यहाँदेखि दलिङ लामाले यो लोकल डिएटिज रक्षक देवताको जम्मै लिस्ट गर्नुभएछ।
त्यो लिस्ट गरेर चाहिँ अब यो सेर्केम अघि सेर्केम छैन अब यस्तोमा मनसाउनु पऱ्यो भने लिस्ट गर्नु पऱ्यो त्यो मिटिङ सक्यो भोलिपल्ट चाहिँ कञ्चनजङ्घा चाहिँ घोराम चढेर आउनु भएछ तल गेटबाट कराएछ हिजो यहाँ कुन चाहिँ लामा मैले बोलाउने भनेर चाहिँ उहाँले तलबाट कराउनु अन्त म दार्जिलिङपाले चाहिँ भन्नुभयो अरे हिजो चाहिँ हाम्रो तपाईँको एउटा जिब्दाहरूको लिस्ट उठाउँदै थियो हामी यहाँ दलिङ गुम्पाको जिब्दा बनाउँ भनेर चाहिँ अन्त त्यसको लिस्टको चाहिँ मिटिङ थियो भन्छ तपाईँले पनि हामीले यहाँ इन्भाइट गरेको बोलाएको थिएँ अनि तपाईँ त चैसै गर्नु भएन भने भन्नुभयो अरे म के नआउनु तिमीले आइज भने झट्टै आइहाल्नु पर्ने तिमीले मलाई चिन्छ भने म यहाँको यस्तो यस्तो के अरे देवदेवीको चाहिँ राजा हो अनि त्यहाँदेखि कञ्चनजङ्घा छ मेरो नाम हाल्यो भनेर सोधेर अब तपाईँ नआउँदा मैले लिस्टमा हालिनँ भन्छ त्यो हालेन भनेको बित्तिखेर कञ्चनजङ्घा पुरा रिसाउनु भयो अरे त्यहाँ त घोराले चाहिँ उहाँको घोरा तिमीले अब मलाई चिनेन म शक्ति देखाउँछु भन्दैन कञ्चनजङ्घाले आफ्नो घोरा चाहिँ माथि उचालिराखेर त्यो तल दलिङ गुम्पा गेट भन्ला त्यो घोराको यस्तो खुट्टा छाप हालेको छ गहिरो न गहिरो छ तपाईँ दलिङ गुम्पा जाँदा हेर्न सक्नुहुन्छ त्यो शक्ति त्यहाँ ढुङ्गा छेरेर यस्तो छाप लाउँदा चाहिँ यहाँदेखि माथि दलिङ लामाले पनि भने चाहिँ कञ्चनजङ्घा पुरा रिसाउनु भएछ हो तर उहाँले म इन्ट्रोडक्सन दलिङ लामाले पनि भनेर म पनि एउटा इन्ट्रोडक्सन दिन्छु उहाँलाई दलिङ लामाले म पनि एउटा मामुली लामा होइन अलिकति अब मैले सिद्धि मैले प्राप्त गरेको हुँ भनेर चाहिँ दलिङ लामाले माथि एउटा चाप्लादी ढुङ्गामा आफ्नो खुट्टाको छाप हाल्नुभयो त्यो खुट्टाको छाप पनि तपाईँ तल नेलहाङ्गामा देख्न पाइन्छ अन्त त्यो देख्दा कञ्चनजङ्घा अलिकति कुल भयो ए मलाई बनाउने लामा चाहिँ मामुली चाहिँ होइन रहेछ वृद्धि शक्ति भएको लामा नै रहेछ ठिकै छ तर मेरो नाम चाहिँ लिस्टमा हालिदिनु भनेर चाहिँ कञ्चनजङ्घा त्यहाँदेखि हरायो त्यसले गर्दा तपाईँको त्यो दुईवटा तल अब मैले अलिकति हिस्ट्री जोडिदिएको तल त्यहाँदेखि अब रिङजङ लया लामाले गुम्बा बनायो बाउले राप्ने गरेर बाउ कहाँ जानुभयो फेरि दार्जिलिङमा उता भुटान जानु पऱ्यो कान्छा छोराले के गर्दैछ भने उता जानु यहाँ जेठा छोराले अब काम जिम्मा दियो धर्म प्रचार गर्नु अब जति सक्दो भनेर त्यहाँदेखि रिङजङ लयाको छोरा लामा लेटुपको छोरा लामा दङ्गा तेन्जिङको छोरा लामा छेवा तेन्जिङ छोरा लामा जिरुङ नाम्जेलको छोरा लामा फुर्दी दोर्जी चाहिँ फेरि वृद्धि शक्ति यस्तो तेर निकाल्न सक्ने मतलब ट्रेजरलाई चाहिँ रिकभर गर्न सक्ने शक्ति त्यसको नाम लामा फुर्दी दोर्जी अनि त्यो लामा फुर्दी दोर्जी चाहिँ फर्स्ट सेकेन्ड थर्ड फोर्थ सिक्स्थ लामा दलिङ लामा छेठौँ लामा चाहिँ वृद्धि शक्ति भएको हुने कारणले गर्दा उहाँ तलबाट चाहिँ यहाँ आएर चाहिँ हप्तै दिनै पछि आएर पूजा गर्थ्यो अरे यहाँ घना जङ्गल थियो त्यति बेला लामा चाहिँ दिउँसो हराउँथ्यो अरे उसँग एउटा काम गर्ने एउटा चाकर गर्ने एउटा मान्छे थियो अरे उसको नाम चाहिँ हो ख्यो धागे भन्छ अन्त दिउँसो लामा हराउँछ अरे बिहान मैले खाना दिएर दिइसकेछ लामाले उसले कहीँ जान्छु भन्दैन हराउँथ्यो अरे अन्त एक हप्तामा चाहिँ उसले नराम्रो चिताएछ त्यो जुन चाहिँ काम गर्ने नराम्रो चिताएछ यो लामा चाहिँ दिउँसो हराउने कारण चाहिँ कहीँ न कहीँ अनि त्यसै गर्दै होला भने उसले चाहिँ तलबाट फलो गर्न थालेछ एक दिन चाहिँ लास्ट हप्ता दिनमा चाहिँ फलो गर्दै गर्दै आएर यो जङ्गलबाट फलो गर्दै 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 आएर चाहिँ उहाँबाट चाहिँ फलो गर्दै आएछ लुक्दै आएछ नि त्यति बेला लामा चाहिँ यहाँ यो ढुङ्गामाथि बसेको थियो कि त्यहाँ बसेर चाहिँ त्यो अब अन्तिम पूजा गर्नु हुँदो रहेछ यो खोल्नु लागि यो ढुङ्गाको यहाँ भित्रको चिज निकाल्नुको लागि चाहिँ अन्तिम पूजा गर्नु हुँदो रहेछ कि त्यो उसले लुकेर हेरिबसेको त्यहाँ हो त्यहाँदेखि लामा उठेर आएर चाहिँ अन्त यस्तो शक्तिले यो ढुङ्गाको चाहिँ भिर्को खोलेछ पुरा यहाँ तपाईँ खोलेको त्यो दाग पनि छ नि यस्तो यो ढुङ्गाको भिर्को यस्तो खोल्दाखेरि भित्र त आमाम तपाईँको त्यो छोतेर कसैले भन्दा त आँगा चाहिँ आँयोहरूले भन्दा त्यहाँ त सिङे रेम ग्यालिङ थुङहरू पनि रहेछ भन्ने कुरा चाहिँ गर्नु हुँदै थियो त्यो चम्किरहेको देखेछ अब लामा आफै एकदमै है यत्रो ठुलो ट्रेजर खोल्दै लामा आफू पनि एकदम छक्कै परेर हेरिरहेको थियो अरे एकदम थुनमा बसेको थियो अरे त्यति बेला त्यो काम गर्ने चाहिँ छेउमा आएर लामा खा चाहिँ मैले यहाँ मालेप नसोच लामा त मेम्बेस हो लामा त तेरो त भनेर यहाँ भनेको त्यसको मतलब चाहिँ लामा त मैले नराम्रो चिताएर कता पो यस्तो नराम्रो कामतिर लागेको होला भने त होइन रहेछ नि लामा त तेरो पनि निकाल्न आएको रहेछ भने करायो कि त्यसले चाहिँ डिस्टर्ब भएछ लामालाई त्यो डिस्टर्ब हुँदा थुन बाङ्गो यता हेर्दाखेरि त्यो ढुङ्गा चाहिँ फुस्केछ झ्यामै बन्द गरेछ
त्यो बन्द गर्दाखेरि कुनै कस्तो गर्दा लामाको झ्यान अलिकति चेप्यो त्यो झ्यान यसो तान्दाखेरि झ्यान अलिकति च्यातेर चाहिँ पहिला सानोमा मैले यहाँ दर्शन गर्दा अलिकति रातो थियो यस्तोमा अहिले त कुनै अब त्यो सफा गर्दा के हो त्यो रातो देख्दैन अहिले मैले टर्च लाएर हेरेँ पनि त्यहाँ तर अब त्यो चाहिँ तपाईँको कथा भयो यो जुन चाहिँ तीर्थको महत्त्व र यो भित्र त गुरु रिम्पोछे लुकाएको हो तेर है दलिङ लामा छेठौँ दलिङ लामाले तेर निकाल्ने कोसिस गरेको थियो त्यो अब यो जग्गाको अवज्ञा होस् या केही कारणवशले गर्दा या अब एउटा सानो कारण त्यो काम गर्नेले गर्दाखेरि त्यो तेर निकाल्न सकेन र पनि भविष्यमा यो कलियुगमा दलिङ लामाकै बा सन्तानमा या त कोही लामा कतैबाट आउनु भएर चाहिँ तेर निकाल्ने सम्भावना चाहिँ छ भन्ने चाहिँ त्यस कारण यसको रक्षा चाहिँ हामीले सबै मिलेर गर्नु पर्यो र तपाईँले यहाँ यसरी कमिटी खोलेर गुरु रिम्पोछे छेचु गरेर यसको चाहिँ सालैपछि प्युरिफिकेसन जस्तो अब छेचु त गर्छ छेचु सँगसँगै साँ सेर्केम पनि गर्नुहुन्छ होला त्यो साँ सेर्केम भन्ने मतलब चाहिँ यसको शुद्धिकरण हो शुद्धिकरण प्युरिफिकेसन चाहिँ भरिराख्यो भने यसको चाहिँ भित्र त्यो जति रिलिजियस ट्रेजर छ त्यसको चाहिँ संरक्षण भइरहन्छ र भाग्यमानी छ भने यो अब हाम्रो गाउँ जम्मै यो जुन चाहिँ टासीदिङ चाहिँ बिचमा भयो दलिङ चाहिँ पूर्वको पहाड हो दक्षिणको चाहिँ रिन्सेनफोङ हो पश्चिमको चाहिँ पेमाइङसी र पेलिङ भन्छ पेलिङ हो उत्तरको चाहिँ रालाङ भएदेखि यो पाँचै र बिचको टासीदिङ हो यो पाँचवटा चाहिँ तपाईँको पाँचवटा पञ्चबुद्ध रिप्रेजेन्ट गर्छ भन्छ यो चाहिँ हाम्रो दर्जी सेम्पा दलिङ होइन यो दार्जिलिङको चाहिँ अब यो सम्पत्ति यहाँ जति गाउँ बासिन्दा बस्ने सबैको चाहिँ तपाईँ सम्पत्ति हो यसले तपाईँ संरक्षण गर्न एकदम जरुरी छ र यहाँ मैला नपार्नु है यहाँ छेउछेउमा आएर तपाईँले मद मदिरा बेसी जस्तो यो सुर्ती खाइनेहरू त्यसो नखानु स्मोक नगर्नुहोस् है हुन त अब लामाले प्युरिफिकेसन गर्छ लामाहरूको शक्ति छ र पनि अब तपाईँहरूबाट पनि अलिक प्रिभेन्सन गर्नुभयो भने चाहिँ यस ढुङ्गाको चाहिँ तपाईँ महत्त्व रहन्छ ढुङ्गाको महत्त्व बुझ्नुभयो र कुनै पनि तीर्थमा हुँदा तपाईँले यहाँ दर्शन गरेर चाहिँ विस गर्नुहुँदा आफै मात्रै होइन मेरो परिवार सबै सक्यो मेरो गाउँको जो यहाँ पुग्दैन सबैको रिप्रेजेन्टेटिभ गरेर म तपाईँलाई प्रणाम गर्दैछु र तपाईँ जति आशीर्वाद दिनु छ मेरो जम्मै परिवारलाई लागोस् मेरो गाउँको मान्छे सबैले लागोस् यस्तो पाराले विस माग्नुपर्छ जहीँ पनि तपाईँ तीर्थ जाँदाखेरि त्यसो गर्दा तपाईँको विसको चाहिँ के अरे शक्ति चाहिँ ठुलो हुन्छ तपाईँ आफ्नो लागि माग्दाखेरि अलिकति सेल्फिस भयो त्यो होइन सबको लागि माग्दा चाहिँ भगवान्ले बुझ्छ ओ यो त एकदमै बोधिसत्व रहेछ है आशीर्वाद दिन्छु आशीर्वाद त्यसरी लिनु पर्यो अब यो छेचु गर्दैछ न छेचु भनेको चाहिँ गुरु रिम्पोछेले सबै महिनाको छेचु एक वर्षमा कति महिना हुन्छ 12 महिना हुन्छ होइन छेवा लङ ता ये डुल डुल तालुक टेचा खिफक भन्ने त्यो चाहिँ मुसा वर्ष गोरु वर्ष बाघ वर्ष बाँदर वर्ष भन्ने हुन्छ त्यही एक वर्षको छेचुमा गुरु रिम्पोछेले एउटा धार्मिक कार्य गर्नुभएको छ जस्तो अब कोही भिन्दै जग्गामा अब यहाँ इक्जाम्पल लिने एउटा छेचुको दिन चाहिँ नेपालमा त्यो मारादेका केपमा गर्नुभयो अर्कोको दिन चाहिँ पर के अरे याङ्लेसी केपमा त्यस्तै टिबेटमा उता साहरमा त्यहाँ उगेमा त्यो 12 महिनामा 12वटा नै एउटा उहाँले चाहिँ शुभ कार्य गर्ने कारणले गर्दा छेचु चाहिँ यति साह्रो महत्त्व हुँदा चाहिँ तपाईँ गुरु रिम्पोछे आफैले भन्नुभयो तिमीहरूले मलाई भक्तिसँगले छेचु पूजा गरिदियो भने म आउँछु म आएर तिमीहरूको आशीर्वाद दिन्छु भनेर आजको दिन चाहिँ छेचु भन्छ तपाईँ त्यो छेचु चाहिँ उहाँको चाहिँ गुरु रिम्पोछेको निम्ति हामीले चाहिँ पूजापाठ गर्छौँ उहाँबाट आशीर्वाद लिन्छौँ उहाँबाट आशीर्वाद लिँदा के हो भन्दा अब दुख बिमार त अब आफ्नो कर्मले हुन्छ र पनि अलिक कम्ती चाहिँ तपाईँले गर्दैछ पुरै अब गुरु रिम्पोछे जिम्मा ल्याएर त आफ्नो कर्म त मेटाउनु सक्दैन कर्ममा त अब पहिला कर्ममा अलिक धर्म गरेको छ भने तपाईँहरू अहिले हेल्दी लाइफ लग्जरियस लाइफ हुन्छ पहिला कर्ममा अलिकति तपाईँले अलिक मिस्टेक गरेको छ भने त अलिकति कर्मको फल त भोग्नै पऱ्यो र पनि अब पूजा गर्दाखेरि अलिकति कम्ती चाहिँ हुन्छ तपाईँहरूले त्यति चाहिँ हो अब यहाँ आएर चाहिँ तपाईँ गुरु रिम्पोछे पूजा गरे सालैपछि यसै भेला भयो भने तपाईँहरूलाई एउटा आस्थासँग जोडिन्छ तपाईँ होइन अन्त हिन्दू भयो
क्रिस्चियन छ, अहिले मुस्लिम छ, धर्म त अब संसारमा थुप्रै छन्, अब मेजर अब यहाँ बुद्धिस्ट धर्म जुन स्थान चाहिँ अब तपाईँ सपोज बुद्धिस्टको तीर्थस्थान हो भने त्यहाँ अरू धर्मले अब केही चिजहरू आफ्नै दस्तुरको पुऱ्याइदिँदाखेरि त्यो जग्गा यस्तो अलिकति तपाईँलाई त्यहाँनिर छेडखानी भएको जस्तो देख्छ। त्यसले गर्दा त्यहाँनिर गएर अब के अरे अब आफ्नो चिजहरू पुऱ्याउँदा चाहिँ त्यहाँको अलिकति सेन्टिमेन्टमा चाहिँ उयो हुन्छ। त्यस्तै पाराले हिन्दूको तीर्थ छ अरे सपोज कहीँ है गुफा छ के छ त्यहाँ फेरि बुद्धिस्टको लामाहरू गएर त्यहाँ धाँचो लगाइदिँदा फेरि त्यहाँ अलिकति छेडखानी त्यस्तो चाहिँ तपाईँले जतिसक्दो चाहिँ एभोइड गर्नुहोस्। हिन्दूको तीर्थमा जानुहोस् तपाईँहरू तीर्थ उयो मजाले उहाँ के छ है त्यहाँ गएर फेरि आफ्नै दस्तुरमा धाजा लगाइदिँदा फेरि उहाँहरूको सेन्टिमेन्टमा अलिकति फेरि उयो हट हुन्छ। त्यस्तै पारा बुद्धिस्टको तीर्थमा छ भने फेरि तपाईँलाई आएर त्यहाँ सिन्दुर लगाउनु त्रिशूल पुऱ्याउने फेरि बुद्धिस्टको त्यो चाहिँ के हुन्छ भने फेरि अलिकति विवादको एउटा जर फेरि पैदा हुनसक्छ। त्यसले गर्दा जहाँ जे छ त्यही प्रकार दर्शन लिन सक्नुहुन्छ तपाईँले। यस्तो अब सबैको हुन्छ तीर्थ है। यो चाहिँ अब एउटा मेरो सन्देश तपाईँले एउटा अपिल, किन अहिले तपाईँ बुद्धगयामा निकै इस्यु उठिरहेको छ पहिला यो तपाईँले देख्नु भएकै होला सोसियल मिडियामा त्यस्तो विवादहरू खरा हुन्छ भनेर चाहिँ अब सबले अपिल के छ नि त अब जुनै पनि गर्नुपर्छ, हिन्दूको छ बुद्धिस्टको जस्तै गर्दा पनि हुन्छ तर एकदम श्रद्धासँगले यिनीहरूलाई त्यहाँको आस्थाले ठेस नपाउँछ भने तपाईँले आफ्नो आशीर्वाद लिन सक्नुहुन्छ यिनका। अब अरू मेरो भन्नु त केही छैन। अब त्यो बेजा गुरु चाहिँ गर्नुहोस् तपाईँहरू, मानी गर्नेले मानी गर्नुहोस् यिनका। छो नजाने भयो भने त्यो दुईवटा चाहिँ तपाईँले दीक्षा थापेर कुनै लामाहरू मुसु दीक्षा थापेर बेजा गुरु दीक्षा लिनुहोस्। माने क्याब्डे के अरे यो दम्पा लिनुहोस्। क्याब्डे दम्पा भने अब लामालाई क्याप्सुल साङ्गे सुलाई क्याप्सुल कुनैबाट दीक्षा लिएर क्याब्डे दम्पा लिएर पनि तपाईँले धर्म प्र्याक्टिस गर्न सक्नुहुन्छ होइन ल। यहाँले अन्त मानी बेजा गुरु यो दुईवटा त हो। बिहान मानी गर्नुहोस्, बेलुका बेजा गुरु गर्नुहोस् त त्यो हो जस्तो लाग्छ यिनका। म तपाईँले छोटकरीमा अब सबैले अब यो मनमा घुमेर जग्गाको महत्त्व र अरूले पनि फैलाउनुहोस् यस्तो यस्तो भन्ने छ। यो चाहिँ अब तेर्ड्रम है, तेर्ड्रम है। अन्त यहाँ जति तपाईँ पूजापाठ गरेर आफ्नो फलिफाप चाहिँ हुन्छ यहाँनिर चाहिँ तपाईँको छोराछोरी फलिफाप, धन सम्पत्ति फलिफाप, गाई गोरुमा फलिफाप, यहाँ दुध चराए बत्तीहरू बल्दियो भने त्यस्तो हुन्छ। अनि धाचो चाहिँ माथि चढेर नगर्ने छेउछेउ कता फ्यास